ल सुन्नुस् त हाम्रो प्रचण्ड कमरेड के भन्दै हुनुहुन्छ। भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ। हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा हामीले आवाज उठाउने कोसिस गर्यौं, तर हाम्रो आवाज जति व्यापक रूपमा सुनिनु पर्थ्यो सुनिराखेका थिएन। म जेनजी युवाहरूलाई धन्यवाद भन्न चाहन्छु। तपाईहरुले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी 23-24 मा आवाज उठाइदिनु भयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा हामीले उठाउँदै गरेको सुशासन र सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईहरुको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्यो। त्यसको लागि तपाईहरु सबैलाई धन्यवाद भन्न चाहन्छु। भ्रष्टाचारको विषयमा प्रचण्ड कमरेडको धारणा कति उच्च छ। उहाँ कतिचोटि प्रधानमन्त्री बन्नुभयो, भ्रष्टाचारको कतिवटा फाइल खोल्नुभयो र उहाँ प्रधानमन्त्री बनेदेखि उहाँका परिवार कुन चाहिँ परिवारले सरकारी सुविधाको लाभ लिएन र उहाँले आफ्नो कार्यकालमा कुन चाहिँ भ्रष्टाचारीलाई जेल हाल्नुभयो। जब चुनाव आउँछ यिनीहरू भ्रष्टाचारको बारेमा यति बोल्छन्, चुनाव सकिएर सत्तामा पुग्छन्, यिनीहरूको टोनै अलग हुन्छ। व्यापारीहरूको पालन पोषण, भ्रष्टाचार कर्मचारीलाई सुरक्षा, यो बाहेक अरू केही पनि गर्दैनन्। अर्को कुरो, जब जेएनजी आन्दोलनमा यिनीहरूको घर जलेका थिए, घरबाट लाखौं करोडौं रुपियाँ नगद जलेको थियो, त्यो के हो? त्यो भ्रष्टाचार होइन? आफूले गरेको भ्रष्टाचार हुँदैन अनि मञ्चमा आएपछि भ्रष्टाचारको विरोध गर्ने